ल यो चाहिँ फेन्डर, यो गाडीको फेन्डर हामीले चेन्ज गरेको। यो चाहिँ ढोका यही गाडीको हामीले त्यो पनि चेन्ज गरेको। कस्तो थियो कन्डिसन? कन्डिसन त यी तपाईँले देख्न सक्नुहुन्छ। ल हेर्नु त यहाँ, यो त पापडै जस्तो बनाएको छ त, भनेपछि कतिसम्म चाहिँ ठोकिएको होला। यो प्लस हामीले अस्ति भर्खर पेन्ट गरे गाडी जस्तो लाग्छ मलाई चाहिँ, के हो त? हो, अस्ति भर्खरै हामीले 2 महिना लगभग भयो निकालेको यो। अब फेरि एक साइड चाहिँ पुरै ड्यामेज भएर हामीले ढोका चेन्जै गरिदिउँ, फेन्डर चेन्जै गरिदिउँ होइन। अब बनेट चाहिँ अलिकति मात्रै थियो, ज्यादा थिएन, बनेट चाहिँ हल्का मात्रै थियो। यसको भित्रको एसेम्ब्ली नै पुरै चाहिँ भित्र छिरेको थियो। हामीले च्यासिस पुलरहरू तानेर चाहिँ यसलाई पुरा एकदम लेभलै तपाईँ हेर्न सक्नुहुन्छ, ट्याक्कै लेभल मिलाएर चाहिँ हामीले ढोकाहरू पनि फिटिङ गरिदिइसक्यौँ। ढोकाहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पुरानो काम हो होइन। यसमा चाहिँ स्टिल पनि तपाईँहरूले के देख्न सक्नुहुन्छ भन्दाखेरि यसमा डाइरेक्टै कलर लागेछ कि पुटिङको कामै छैन क्या, पुटिनै छैन क्या। यो पहिला पनि रिपेन्ट गरिसक्यो, हामीले नै गरे हो होइन। अहिले चाहिँ यो कामै नलाग्ने भएर अब अरू बेलामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि पेन्ट हानिसकेको हुन्छ, भित्र कति पुटिङ हानेछ के गरेछ त्यो देखिँदैन होइन। अब यस्तो केसेसमा चाहिँ भनौँ न, अब हुन नपर्ने केसेसहरूमा चाहिँ हामीले अब एउटा कुरा देखाउन पनि मिल्ने भयो क्या यसमा। यही पनि ढोका हामीले बनाउन सकिन्थ्यो होइन। तर कस्तो भनेदेखि अब यहाँको भित्रको सिलहरू सबै गयो होइन। प्लस हाम्रो यो बिमहरू चाहिँ पुरै तिर्पट भइदियो नि त। यसले गर्दा चाहिँ हामीले यसलाई हामीले चाहिँ बनाएर फिनिसिङ निकाल्ने कुरो भएन। मेन भनेको फिनिसिङ हो। फिनिसिङ निस्किनको लागि सायद कहिलेकाहीँ पार्ट्सहरू चेन्ज पनि गर्नुपर्ने हुन्छ है। त्यही पार्ट बनाउँदा बनाउँदा पनि नभएछ। अब यो फेन्डर त कुनै हिसाबले पनि बनेर रेडी हुँदैन थियो। ढोका पनि बनेन, ढोकाहरू चाहिँ हामीले चेन्ज गर्दैछौँ। अब त्यसमा तपाईँहरूले पुटिङ कति युज भएको छ त्यो पनि देख्न सक्नुहुन्छ। फिनिसिङ डेन्ट कति निकालेको थियो होला त्यो बेलामा। 0 पुटिङ युज गरेर डाइरेक्ट सर्फेसर माथि रङ हाने हो हामीले है। डेन्टको काम चाहिँ त्यसरी हुन्छ। सो यस्तै गरी अब तपाईँहरूको गाडीमा कुनै प्रब्लमहरू छ यताउति छ भने चाहिँ हामीहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो अरुण दाइले के भन्न चाहनुहुन्छ? एकदम हामीलाई धेरै माया गरिदिनुहोस् र साथ सपोर्ट दिनुहोस् र हाम्रो काममा विश्वास छ भनेदेखि हामीलाई सम्पर्क गरेर आउन सक्नुहुन्छ। सम्पर्क आउँछ ल। धन्यवाद। ह्याप्पी होली है त सबैजना। सबैजनालाई त ह्याप्पी होली।